आजको दिन हाम्रो लागि हाँसो खुसी र दुःखको एउटा सम्मिश्रण हो। भनिन्छ हरेक सुरुवातको एउटा अन्त्य हुन्छ र हरेक अन्त्यले एउटा नयाँ सुरुवातको सङ्केत गर्छ। त्यसैले एउटा विदाई कहिले पनि अन्त्य हुन सक्दैन। आज हामी कक्षा 12 को विदाई कार्यक्रममा छौँ, जहाँ सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण तथा अन्य कुराहरू हुनेछन्। सबैजना हलभित्र आएपछि हाम्रो कार्यक्रम यहाँ खुसीको कुरा के छ भने कक्षा 11 का विद्यार्थीहरूले गर्न लागेको कार्यक्रममा कक्षा 11 कै विद्यार्थी सभापति छ र कक्षा 11 कै 4 जना विद्यार्थीहरू कार्यक्रम सञ्चालक। यो एउटा विदाई तथा शुभकामना कार्यक्रम मात्र नभएर एउटा असल जसमा विद्यार्थीहरूले आफ्नो सिप र कला प्रदर्शन। यस कार्यक्रममा विविध जातीय पोसाकहरूदेखि लिएर हरेक खालका भाषाका विद्यार्थीहरू छन्, जसले यो प्रमाणित गर्छ कि नेपाल एउटा बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक देश हो। एउटा दुःखको कुरा पनि छ, हिजोसम्म हाँस्दै हिँडेका दाइ दिदीहरूको अनुहार अब हामीले कहिले पनि देख्न पाउने छैनौँ। हरेक औपचारिक कार्यक्रमहरूमा राष्ट्रिय गान महत्त्वपूर्ण हुन्छ, त्यसैले राष्ट्रिय गान गरेर हामी कार्यक्रम अगाडि बढाउँछौँ। सिनियर दाजु दिदीहरूले पनि आफ्नो विदाईको बेलामा आफ्नो साथीहरूलाई केही हदसम्म भए पनि खुसी दिउँ भन्नका लागि आफ्नो नृत्य प्रदर्शन गर्नुहुन्छ र सबलाई खुसी बनाउनुहुन्छ। त्यसपछि माथिको फोटोमा छेउपट्टि बस्नु भएको रानी दिदीले भावुक मन्तव्य दिनुहुन्छ, जसले सबैलाई भावुक बनायो। मलाई आज पनि याद छ, म जब कक्षा 11 मा पहिलो दिन आएँ, त्यति बेला म सबैभन्दा एक्लो महसुस गर्थेँ। त्यति बेला नै हाम्रा कक्षा 12 का सिनियर दाजु दिदीहरूले मलाई हौसला प्रदान गरेर सहज महसुस गराउनु भएको थियो। उहाँहरूलाई मायाको चिनो पनि बाँडिँदैछ, जसमा उहाँहरूको यादहरू कैद हुनेछ र त्यो फोटो हेर्दा फेरि उहाँलाई थाहा हुनेछ आफ्नो साथीहरू को हुन् भनेर। कार्यक्रम औपचारिक ढङ्गले अगाडि बढिरहेको छ, जहाँ नृत्य गीत भाषण गर्दै अगाडि बढिरहेको छ। जसरी एउटा चरा आफ्नो गुण छोडेर निलो आकाशमा उड्छ, त्यसै गरी उहाँहरू पनि आफ्नो भविष्यको आकाशमा उडिरहनु भएको छ। उहाँहरूलाई धेरै धेरै बधाई छ, जसले सफलता हात पार्नु भएको छ। नीलबाराई माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्यूले पनि यस विषयमा एउटा कविता सुनाउनु भयो। अब तिमीहरू अघि बढ्नेछौ विशाल संसारमा, अब तिमीहरू अघि बढ्नेछौ विशाल संसारमा, नयाँ चुनौतीहरू भेटिनेछन् प्रत्येक मोडमा, नयाँ चुनौतीहरू भेटिनेछन् प्रत्येक मोडमा। तर नडराउनु, नअत्तालिनु कहिल्यै तिमी, तर नडराउनु, नअत्तालिनु कहिल्यै तिमी। आत्मविश्वासले जित्छ सबै कठिनाइहरूलाई, आत्मविश्वासले जित्छ सबै कठिनाइहरूलाई। सत्य, श्रम र इमान्दारीलाई साथमा राख्नु, सत्य, श्रम र इमान्दारीलाई साथमा राख्नु, आफ्नो लक्ष्यलाई सधैँ आँखामा राख्नु, आफ्नो लक्ष्यलाई सधैँ आँखामा राख्नु। असफलताले सिकाउँछ, सफलताले सजाउँछ, असफलताले सिकाउँछ, सफलताले सजाउँछ। दुवैलाई अँगालेर जीवनमा अगाडि बढाउँछ, दुवैलाई सँगालेर जीवनमा अगाडि बढाउँछ। तिमीहरू हाम्रो गौरव, तिमीहरू हाम्रो गौरव, हाम्रो आशा र भरोसा, तिमीहरू हाम्रो गौरव, हाम्रो आशा र भरोसा। देशका उज्याला भोलिका प्रकाश हौ, देशका उज्याला भोलिका प्रकाश हौ। जहाँ पुगे पनि विद्यालयको नाम उच्चार्नु, उच्च राख्नु, जहाँ पुगे पनि विद्यालयको नाम उच्च राख्नु। आफ्नो कर्मले संसारमा आफ्नो चिनारी बनाउनु, आफ्नो कर्मले संसारमा आफ्नो चिनारी बनाउनु। विदाई होइन यो, विदाई होइन यो शुभकामनाको सङ्केत हो, विदाई होइन यो शुभकामनाको सङ्केत हो। नयाँ यात्राको यो पहिलो प्रस्थान बिन्दु हो, नयाँ यात्राको पहिलो यो प्रस्थान बिन्दु हो। हृदयदेखि नै दिन्छु हार्दिक शुभकामना, हृदयदेखि नै दिन्छु हार्दिक शुभकामना। तिमीहरूको भविष्य सधैँ उज्जवल रहोस्। फेरि पनि शुभकामना, शुभकामना। धन्यवाद। उहाँहरू खुसी नै देख्नुहुन्छ, तर पनि उहाँहरूको मनमा खुसी। 2 वर्षसम्म आफ्नो परिवार जस्तै गरेर बसेर अहिले छुट्नु पर्दा कसको मन चाहिँ नरमाइलो। रमाइलो गर्ने मान्छेहरू जुन अवस्थामा पनि रमाइलो त गरि नै हाल्छन्, तर यसको मतलब यो होइन कि उहाँहरू स्कुल छोडेर जाँदैमा रमाइलो हुन्छ। त्यसपछि कक्षा 12 का दाइ दिदीहरूले पालै पालो गरी 4 जनाले आफ्नो भावनाहरू व्यक्त गर्छन्। उहाँहरूको अनुभव सुनेर यस्तो लाग्यो कि उहाँहरूको मनमा अदम्य पीडा रहेको छ। समयको पाङ्ग्रा कसरी घुम्छ पत्तै हुँदैन। आज हामी नचाहँदै पनि एकअर्काबाट छुट्ट। तपाईँहरू जहाँ रहनु भए पनि हामीलाई कहिले पनि नबिर्सिनु होला र हजुरहरू जहाँ रहनु भए पनि सफलताको शुभकामना दिदछौँ। आगामी दिनहरू यहाँहरूको सुखमय होस् र यहाँले चाहे जस्तै अबको दिन जस्तो रहे पनि यहाँहरूको पठन पाठनलाई अगाडि बढाएर राम्रोसँग हार्दिक शुभकामना र यहाँहरूको भविष्य उज्जवल रहोस्।